आज हामी सबै परिवार मिलेर स्विडेनसम्मको यात्रा गर्नेछौँ। हाम्रो यात्रा भने जम्मा 3 दिनको थियो। सबै कुरा तयारी गरेर मात्रै हिँड्यो भने राम्रोसँग पुगिन्छ भनेर हामीले गाडीमा तेलहरू सबै हालेका थियौँ। टोटल हाम्रो 6वटा फ्यामिली र 21 जना भएको कारणले गर्दाखेरि हामीले छुट्टा-छुट्टै गाडी प्रयोग गर्नु पर्यो। गाडी छुट्टा-छुट्टै भए पनि हाम्रो पुग्ने गन्तव्य भने एउटै थियो, स्विडेनको गोथेनबर्ग। घाम लागिरहेको थियो र हरियाली वातावरणको साथमा हामी अगाडि बढिरहेका थियौँ। सबै फ्यामिली एकैसाथ हिँडेको पहिलो पटक नभए पनि एकदमै धेरै एक्साइटमेन्ट भने अवश्य थियो। हामी एकदमै तीव्र गतिमा अगाडि बढिरहेका थियौँ। हाम्रा केही आफन्तहरू पनि अगाडि पुगिसकेका थिए। कोही हामीलाई कुर्दै थिए भने कोही हामीलाई पछ्याउँदै थिए पनि। त्यहाँ पुगेर के गर्ने के खाने सबै कुराहरू डिस्कस गर्दै गाडीमा हिँडिरहेका थियौँ। वर्षौँभरिको हामी सबैको बिजी स्केड्युल यो सबैलाई साइडमा लगाउँदै छोटो समयको लागि भए पनि खुसी भएर सबैजना घुम्नको लागि निस्केका छौँ। जाँदै हिँड्दा हिँड्दै हाँस्दा हाँस्दै रात परेको पत्तै भएन। हामी सबैको फाइनली भेट भयो। तिमी भोलि मोमो खान गयो भने के गर्छौ? म गाडी छोडेर डेनमार्क गर्छु। केमा? ट्रेनमा? गाडी छोडेर किन मलाई चेक हुँदैन? मलाई 18 वर्ष भन्ठान्छन् मान्छे अनि मैले ओभर स्पिड लिमिट कुराएन भने गाडी चलाएर जाने। हामी सबैजना एकदमै खुसी थियौँ। अलिकति भए पनि नयाँ ठाउँ र नयाँ वातावरण। दिनभरि सबै गाडीमा भएकाले थाकेका त अवश्य थियौँ, तैपनि सबै फ्यामिली मिलेर एकैचोटि डिनर गर्दैथ्यौँ। हेर्नुहोस् न कति रमाइलो भएको थियो। यो पल सम्झिँदाखेरि सधैँ यसै गरी बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। सबैजनाले आफआफ्नो मिल्ने ग्रुपमा बसेर खानाहरू सेयरिङ गर्दै खाइरहेका थियौँ। पहिलो दिन थियो, त्यही पनि रात परिसकेको। हामीसँग यो दिनको लागि त्यति धेरै समय थिएन। अब हामी हाम्रो गन्तव्यमा आइसक्यौँ। खाना खाएर सुत्ने मात्रै। फेरि भोलि उठेर धेरै ठाउँहरू एक्सप्लोर गर्न बाँकी नै थियो। अब यो सानो क्लिप हेर्नुहोस् अनि हाम्रो अर्को एपिसोडमा भेट्नेछौँ। हामीले भोलिपल्ट बिहान के गर्यौँ भनेर सबै तपाईँहरूलाई देखाउने नै छौँ। हस्त, धन्यवाद।